केपी ओली पक्राउ पर्दा एमाले जसरी सडकमा आयो उहाँसँगै पक्राउ परेको एउटै मुद्दा लागेको त रमेश लेखकलाई पनि हो र पक्राउ परेको उहाँ पनि हो। काङ्ग्रेस त अभिमुखीकरण चलाएर बसेको छ। यसको प्रश्नको जवाब त म कसरी दिउँ र? कुरा भएको छैन कङ्ग्रेसले? होइन, उहाँहरूसँग कुरा भएको छ। आज विभिन्न क्षेत्रका कानुन व्यवसायीहरू एक ठाउँमा जुट्नु पनि भएको छ। यो विधिको शासनको एकदमै नाङ्गो उपहास र उल्लङ्घन भयो भनेर त्यहाँ सबै खालका कानुन व्यवसायी साथीहरू आउनुभएको छ। पोलिटिकली पनि हामीले उहाँहरूसँग कुरा चाहिँ गरेका छौँ। अब उहाँहरूको विषयमा मैले धेरै टिप्पणी गर्न चाहन्न, तर यहाँनिर एउटै कुरा म भन्न चाहँला। धेरै झुक्किए बर्तोल्ट ब्रेख्तको कविता भनेर, तर त्यो अर्कै कुनै एकजना पादरी, नाम बिर्स्यौँ, उहाँको चर्चित कविता छ। पहिले उनीहरू यहुदीहरूलाई समाउन आए, म यहुदी थिइनँ, केही बोलिनँ। कम्युनिस्टहरूलाई समाउन आए, म कम्युनिस्ट थिइनँ, बोलिनँ। ट्रेड युनियनिस्टहरूलाई समाउन आए, म ट्रेड युनियनमा थिइनँ, बोलिनँ। पछि मलाई समाउन आए, बोल्दैन कोही पनि थिएन भने जस्तो आज जे राजनीतिमा बीजारोपण गरिँदैछ यसको बारेमा हरेक नागरिक बोल्नुपर्छ भन्ने म ठान्छु। कानुनको नजरमा सबै बराबर हो। गल्ती गर्दा म चाहिँ के ठान्छु प्रदीप गेवालीज्यू भने, तपाईँ के भनिरहनु भएको छ, कानुन त प्रथम दृष्टिबाटै यो दोषपूर्ण छ। जस्तै नेपालमा अदालत छ, अदालतमाथि तपाईँहरूको विश्वास छ। खालि एउटा मात्रै चिज हो, 24 घन्टाको विषयमा उसले प्रहरी हिरासतमा बस्नुपर्ने भयो, त्यो पनि स्वास्थ्यकै कारण। यसरी हामी शङ्का नगरौँ। धेरै जसो चाहिँ पहुँचवालाहरू स्वास्थ्यकै कारण देखाएर हस्पिटलमा बस्छन्। उहाँले केही माग्नु भएको छैन। आफै पनि स्वास्थ्यका हिसाबबाट उहाँको स्वास्थ्य कमजोर छ।